नमस्कार। आज हामी प्युठान जिल्लाकै एउटा विशिष्ट गाउँपालिका सरुमा रानीको बारेमा कुरा गर्दैछौँ। नमस्ते। हो, हामीसँग केही जानकारी छ जसले यहाँको भूगोल, नाम कसरी रह्यो अनि संस्कृतिबारे थोरै बताउँछ। हाम्रो कोसिस चाहिँ यसलाई अलि सरल र सुन्दै रमाइलो लाग्ने तरिकाले प्रस्तुत गर्ने हो। एकदम। सुरु गरौँ न त यसको भूगोलबाटै। सरुमा रानी प्युठान सदरमुकामबाट दक्षिणतिर पर्छ, होइन? हो, करिब 17 कोस जति टाढा। अनि यो चुरे र महाभारत श्रृङ्खलाको बीचमा छ रे। त्यसले गर्दा यसको भूबनावट अलि फरक छ। अनि अर्को महत्त्वपूर्ण कुरा, यो त स्वर्गद्वारी जाने बाटो पनि हो नि। ए हो र, प्रवेशद्वार जस्तै हो, मुख्य प्रवेशद्वार नै मानिन्छ। अनि यसको अहिलेको संरचना, मतलब यो गाउँपालिका कसरी बन्यो त? पहिलेका गाविसहरू मिलेर बनेको हो नि। पहिलेका बाङ्गेसार, हंसपुर, ढुङ्गेगढी गाविस पुरै अनि तिराम र धुवाङका केही वडाहरू मिलेर बनेको हो। ए, भनेपछि अलि ठुलै क्षेत्र समेटेको रहेछ। अहिले 6वटा वडा छन्, केन्द्र चाहिँ बड्डाँडामा हो। मैले नि सुनेको थिएँ यसको पछाडि केही कथा छ भन्छन् नि। एउटा रमाइलो कथा छ रे। त्यो 2224 राज्यको पालामा जब नेपाल टुक्रा टुक्रा थियो नि, हजुर, त्यति बेला एकजना रानी चाहिँ पहाडको टुप्पोमा, मतलब शिरमा गएर तलको दृश्य हेर्न खुब मन पराउँथिन् रे। ए, पहाडको शिरमा? अनि मान्छेहरूले रानी शिरमा गइन्, शिरमा रानी भन्दा भन्दै त्यही शब्द बिस्तारै अपभ्रंश भयो, मतलब अलि फरक भयो। हो, ठ्याक्कै त्यही शिरमा रानीबाट बिस्तारै सरुमा रानी हुन गयो भन्ने जनविश्वास छ। इतिहास र लोककथा कस्तो मजाले मिसिएको। साँच्चै कस्तो सुन्दर र अनौठो कथा रहेछ। नाम नै कति काव्यिक हो नि। अब यसको प्रकृतितिर लागौ न त। राप्ती नदीको कुरा नगरी हुन्न। राप्ती त जीवन रेखा नै होला त्यहाँको लागि। स्थानीयले त गंगा जत्तिकै मान्छन् रे नि, स्नान गर्ने, तीर्थ जाने। एकदमै। आस्था त छँदैछ। यसको अर्को महत्त्व पनि छ। भविष्यमा जलविद्युत आयोजना बनाउने कुराले यसलाई विकासको एउटा आधार पनि देखाएको छ। ए, त्यो पनि हो। अनि नदी बाहेक जंगल नि, सालका घना जंगल छन् भनिन्छ। हो, छन् नि। सालको जंगल त प्रशस्तै छ। त्यहाँ चितुवा, घोरल, बाँदर जस्ता जनावरहरू पाइन्छन्। अनि चराचुरुङ्गी त कति हो कति। वाह, प्रकृतिले त साँच्चै धनी रहेछ यो ठाउँ। यो सँगसँगै केही ऐतिहासिक धार्मिक ठाउँहरू नि छन् कि? छन् त। स्रोतहरूमा सरुमा रानी मन्दिरकै कुरा छ। अनि हंसपुरमा खड्क भगवती मन्दिर छ। घडी दरबार, रानी कुवा जस्ता ठाउँहरू पनि छन्। यी ठाउँहरूको पक्कै ऐतिहासिक महत्त्व होला। जस्तो घडी दरबारले पुरानो शासनको याद दिलाउँछ होला। अवश्य। हंसपुरको खड्ग भगवती मन्दिर त निकै पुरानो र शक्तिशाली मानिन्छ। त्यहाँ विशेष पर्वमा मेला लाग्छ। घडी दरबारले पनि इतिहास बोकेको छ। यी ठाउँहरू खालि ढुङ्गा माटो मात्र होइनन्, स्थानीय मान्छेको आस्था र पहिचानसँग जोडिएका छन्। हो, त्यो त हो। अब अलिकति यहाँ बस्ने मानिसहरू बारे कुरा गरौँ न। 2078 को जनगणना अनुसार जनसङ्ख्या कति जति छ रे? करिब 19,783। महिला अलि बढी छन्, 10,951 जति। पुरुष चाहिँ 8,832। घरधुरी पनि 4,453 वटा रहेछन्। तर संख्या भन्दा नि यहाँको विविधता महत्त्वपूर्ण होला, होइन त? कुन कुन समुदायको बसोबास छ? हो, त्यो एकदमै मुख्य कुरा हो। यहाँ मगर, दलित, क्षेत्री समुदायको बाहुल्यता छ। तर त्यति मात्रै होइन, मुस्लिम, गुरुङ, नेवार समुदाय पनि छन्। अझै एउटा विशेष कुरा के छ भने लोपोन्मुख कुसुण्डा जातिको पनि बसोबास यही पाइन्छ। हो र? कुसुण्डा, त्यो त साँच्चै दुर्लभ र महत्त्वपूर्ण कुरा भयो। विविधता त गजबकै रहेछ। हो नि। यसले गर्दा सरुमा रानी एउटा सानो नेपाल जस्तै लाग्छ। अनि यो विविधता यहाँको संस्कृतिमा, चाडपर्वमा कसरी देखिन्छ त? एकदमै राम्रोसँग देखिन्छ। दशैं, तिहार, तीज त सबैले मनाइहाले। त्यसबाहेक मुस्लिम समुदायले ईद मनाउँछन्, गुरुङहरूले लोहसार अनि मगर समुदायले माघे सङ्क्रान्ति धुमधामसँग मनाउँछन्। भनेपछि सबैका आफ्नै पर्व, तर सँगसँगै मिलेर मनाउने चलन होला। हो, त्यस्तै हो। पर्वहरूमा लाग्ने मेला, नाचगान, गीतहरूले समुदायलाई जोड्छन्। यसले सरुमा रानीको पहिचानलाई झन बलियो बनाएको छ। सुन्दा त सरुमा रानी साँच्चीकै इतिहास, प्रकृति र संस्कृतिको एउटा अनुपम सङ्गम पो रहेछ। नामको कथादेखि लिएर राप्तीको महत्त्व, जङ्गल, पुराना ठाउँहरू अनि यो जातीय र सांस्कृतिक विविधता, वाह,
हो, विविधतामा एकताको सुन्दर चित्र देख्न पाइन्छ यहाँ। अब अन्त्यमा एउटा कुरा सोच्नु मन लाग्यो। भन्नुहोस् न। जस्तो तपाईँले भन्नुभयो, राप्तीमा जलविद्युत जस्ता ठूला विकासका योजनाहरू बन्ने कुरा छ। यस्ता योजना आउँदा यसले यो ठाउँको जुन मौलिक पहिचान छ नि, यहाँको संस्कृति अनि यो प्राकृतिक सन्तुलन, यसमा कस्तो असर पार्ला? हो, यो निकै महत्त्वपूर्ण प्रश्न हो। विकास त चाहिन्छ, तर त्यो विकासले स्थानीय पहिचान र प्रकृतिलाई कसरी जोगाएर लैजान्छ भन्ने कुरामा चाहिँ पक्कै पनि सोच्नुपर्ने हुन्छ। त्यो सन्तुलन कसरी कायम गर्ने, त्यो नै मुख्य चुनौती हो जस्तो लाग्छ।